नयाँ वर्ष 2082 को अवसर पारेर अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको सिनेमा जारीको सिक्वल निर्माण घोषणा गरिएको छ। आज वैशाख 1 गते सोमबार नेपाली नयाँ वर्षमा सिनेमाको फर्स्ट लुक सार्वजनिक गर्दै जारी 2 निर्माण घोषणा गरिएको हो। सिनेमाको निर्माण टिमले सोमबार सार्वजनिक गरेको पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको छ। यो सिनेमालाई स्लोगन सङ अफ च्याब्रुङ राखिएको छ। जारी 2 मा 2080 सालको ब्लकबस्टर सिनेमा जारीका निर्देशक उपेन्द्र सुब्बाको नै लेखन तथा निर्देशन रहनेछ। कवि उपेन्द्र सुब्बाको डेब्यू निर्देशन गरेको जारीले नेपाली बक्स अफिसमा 17 करोड माथिको व्यापार गरेको थियो। वैशाख तेस्रो साताबाट फ्लोरमा जाने सिनेमामा दयाहाङ, विजय र मिरुनासँगै रिचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माउसे गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, वेदना राई र सिर्जना निङलेखुको अभिनय रहनेछ। बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण हुने सिनेमालाई रामबाबु गुरुङले निर्माण गर्नेछन्। यो सिनेमाको सम्पूर्ण छायाङ्कन पाँचथरको विभिन्न पर्यटकीय गन्तव्यमा गरिनेछ।